नमस्ते फेरि पनि दोस्रो पार्टमा हजुरहरूलाई स्वागत छ। म फर्स्टचोटि हो कि यता आएको त, हिँड्न त यो बाटो हिँडिरहेको थिएँ हजुर। अरू चोकतिर हो कि म जाने, अरू चोक र डाँडानाथको बिचमा छ क्या भित्री बाटो। त्यो डाँडानाथबाट के अरे भित्री बाटो जान्छ नि त खोलातिर। त्यो भित्री बाटो गएपछि एउटा चौतारा छ, चौताराभन्दा अलि माथि रहेछ क्या देब्रे साइडमा, त्यहीँ छ क्या। दिदी म कान्छी महिमाको लागि जाँदैछौँ हामी, ईश्वरको महिमाको लागि। अनि दिदीले यता आएको छैनौ र भन्नुभएको थियो। अब यो बाटो त धेरै हिँडेको छ, तर महिमामा जुट्नको लागि आजै हो भन्ने है। मनैदेखि विश्वास गर्नुपर्छ होइन, ईश्वर मनमा हुन्छन् वनमा हुँदैन। त्यसो पनि जहाँ पनि जुट्न सकिन्छ। हजुरलाई विश्वास छ भने, हजुरहरूलाई विश्वास छ भने होइन, इच्छा होइन एकदम विश्वास गरेपछि हजुरले चाहिँ हो म जहाँ भए पनि मेरो ईश्वरको लागि म जुट्नै पर्छ भनेर हजुरले त्यो मन गर्नुभयो भने जहाँ पनि जुट्न सक्नुहुन्छ है। जुन ठाउँमा पनि पिता परमेश्वरको पवित्र भवन हामीहरूको लागि अवश्य नै ईश्वरले सृष्टि गर्नुभएकै छ है। अवश्य पनि दो मन नगरे एक मन भएर मेरो ईश्वर मेरो परमात्मा भन्दै विश्वास गरेर हजुरहरू अवश्य पनि ईश्वरको महिमा गर्न सक्नुहुन्छ। उहाँको वचन नै एकदम गवाई हो भन्नुपर्छ है। हामी बढ्दैछौँ, अघि बढ्दैछौँ। अब लगभग अब धेरै टाढा छैन होला। हामी माछा मार्न यहाँसम्म नै आइपुग्यौँ। अझ धेरै परिवर्तन भएको छैन, पुल बनेछ। यति ठुलो त थिएन कि रोड त। देउली खोला हुन्छ क्या यसलाई। यो मैरीको र दिपाङको पानी यहीँबाट त आउँछ, यतै त आउँछ नि, यही त हो नि मैरी र दिपाङको पानी। कस्तो मिठो हावा लागेको। मेरो सन्तानहरू मेरो महिमाको लागि आउँदै हुन्छ भनेर हो कि यति मिठो हावा दिनुभएको छ ईश्वरले। धन्यवाद ईश्वरलाई। हजुर 12 बज्दा 11 बज्दा लाग्यो। 12 भन्नेको दिदी त दङ्गे पर्नु भयो, छक्कै पर्नु भयो त। 11 बज्दा लाग्यो, 10 मिनट छ 11 बज्न। हजुर मैले खाना खाएर बसेको भए छिटै हुन्थ्यो। खाना अब कतै जानु पर्दैन भनेर अलि अबेलै खाने भनेर त्यत्तिकै बसिरहेको। अनि हजुरले अब मलाई थाहै भएन फेरि हजुर यसरी आउने भनेर। अनि
शनिबार त भन्नै पर्दैन, म उतै जान्छु गइरहेको ठाउँमा। गुमाज भन्ने ठाउँमा आइसक्यौँ हामी है। लेखनाथ गुमाज भन्ने ठाउँमा आइसक्यौँ हामी। अगाडि बढ्दैछौँ। ईश्वरको महिमाले पवित्र भवनमा प्रवेश अवश्य गर्नेछौँ है त। यता हो ल, हामी फाइनली हामी आइसक्यौँ है, आइपुग्यौँ हामी। हामी जुन गन्तव्यको लागि आएका थियौँ हामी अवश्य पनि फाइनली हामी आइसक्यौँ भन्नुपर्छ। अब ईश्वरको महिमाको लागि पवित्र भवनमा प्रवेश गर्नेछौँ। उता रहेछ है, माइतीको आवाज आइरहेको छ। ल ल झर्नु न, म पनि झर्छु। यहाँ तल झर्न पर्ने रहेछ है, जम्प गरेर पर्ने रहेछ। ल ल हिँड्नुहोस् हिँड्नुहोस्, आएँ। रहेछ अवश्य पनि एकदम खुसी लागिरहेको छ ईश्वरको महिमामा जुट्न पाउँदा। पानी रहेछ, ल हेरेर हिँड्नु, हेरेर हिँड्नु। मलाई त हजुर त आइराख्नु भएको अनि ल ल यताबाट आउने छैन। यहाँ यो बुटोले यस्तो गरे कि ल जा। यहाँ अलिक हिलो रहेछ, पानी रहेछ, त्यही भएर झन् हिलो पनि लागेन, पानी पनि लागेन है। धन्यवाद ईश्वरलाई। फाइनली हामी आइसक्यौँ है। हाम्रो ईश्वरको पवित्र भवनमा हामी आइसक्यौँ भन्नुहुन्छ। कान्छी ओ कान्छो चप्पल खोल्नु पऱ्यो। प्रवेश गर्दैछु है। अनि जहाँ गएको मलाई गाडीमा जान होइन, कोही बाइकले त रोक्दै रोक्दैन होइन, ठुलो देखेर। अनि